तिनी बिना नङ्गर बिना मिलुला तिलाई भरारे हो तिनी बिना नङ्गर बिना मिलुला तिलाई भरारे बिबरी आँखम निदो बथे दिन खालैदन्तारे बिबरी आँखम निदो बथे दिन खालैदन्तारे सन्गोले जो आले सन्गोले नानाङा सन्गोले जो आले सन्गोले नानाङा वचन प्रभुला छर जुनी थरबला गालम यसुरे मुला छर जुनी थरबला गालम यसुरे मुला। जय मसीह, म इसाक तामाङ अनि आज म तपाईहरूलाई तामाङ क्रिस्चियन भजनको अनि गिटार कर्डहरू सिकाउन जाँदैछु अनि तपाईहरूले यो भिडियोलाई हेर्न सक्नुहुन्छ। अनि यो गीत चाहिँ अफिसियल भिडियोमा अथवा अफिसियल्ली अडियोमा अनि मैले गाएको छु अनि तपाईहरूले युट्युबमा पनि पाउन सक्नुहुन्छ यो भजनलाई। अनि तपाईहरूले पनि आफूले सिकेर अनि तपाईँको मण्डलीमा गाउन सक्नुहुन्छ। अनि विशेष गरी अनि यो गीतमा कुन कुन गिटारको कर्डहरू लागेको छ अनि म तपाईँहरूलाई त्यो आज यहाँ सिकाउन चाहन्छु। विशेष गरी यो गीतमा चाहिँ तिनवटा कर्डहरू लागेको छ तपाईँहरूलाई म देखाउन चाहन्छु। अनि विशेष गरी सुरुमा जी मेजर कर्ड अनि त्यसपछि एफ मेजर कर्ड अनि त्यसपछि डी माइनर। यही तीनवटा कर्ड युज भएको छ यो गीतमा अनि तपाईँहरूले पनि अनि बजाउन सक्नुहुन्छ। अनि यहाँ यो भिडियोको स्क्रिनमा तपाईँहरूले कर्डहरू हेर्दै तपाईँले सिक्न सक्नुहुन्छ। अनि विशेष गरी कोरस पार्टमा चाहिँ तिनी बिना नाङ्गर बिनामा जी लाग्छ है। रिदम चाहिँ यही हो, रिदम प्याटर्न। यही जीबाट स्टार्ट गर्न सक्नुहुन्छ तपाईँले। तिनी बिना नाङ्गर भन्दा चाहिँ अनि एफमा जाने नाङ्गर बिना अनि मिलुइला भन्दाखेरि डी माइनरमा जाने मिलुइला तिलाई भरारे डी मेजर नै डी माइनर तपाईँले त्यहाँनिर खेल्न सक्नुहुन्छ। त्यसपछि बिबरी आँखम भन्दा जीमा आउने बिबरी आँखम निदो बथे दिन खालैदन भन्दा एफमा जाने खालैदन्ता रे भन्दा फेरि जीमा आइसक्नुपर्छ। रे ट्राई गर्नु होला तपाईँहरू। जस्तै तिनी बिना नाङ्गर बिना भन्दा जी नै खेल्ने है। तिनी बिना नाङ्गर भन्दा चाहिँ एफमा पुग्ने है। नाङ्गर बिना डी माइनर मिलुइला तिलाई भरारे डी माइनरमै खेल्न सक्नुहुन्छ। अनि बिबरी आँखम निदो बथे दिन खालैदन थारे भन्दाखेरि एफमा जाने तपाईँले खालैदन थारे। अनि सानगोले जो आले जी नै खेल्ने सानगोले जो आले भन्दाखेरि डी माइनर पुगिहाल्ने है। सानगोले जो आले अनि फेरि अर्को पटक सानगोले नाना आँगा भन्दाखेरि एफमा आउने एफ मेजरमा सानगोले नाना आँगा। अनि वचन प्रभुला भन्दा जीमै बस्ने वचन प्रभुला ला भन्दाखेरि एफमा पुगिसक्नुपर्छ है ला। अनि जीमा आउने छर जुनी थरबला ग्यालम यसुरी मुला छर जुनी भन्दा फेरि जीमा आउने छर जुनी थरबला ग्यालम भन्दाखेरि एफ मेजरमा पुगिसक्नुपर्छ। ग्यालम यसुरी भन्दा फेरि डी माइनरमा यसुरी मुला भन्दा जीमा आउने है। यस्तै छ कोरस पार्टमा चाहिँ तपाईँहरूले यसरी नै खेल्न सक्नुहुन्छ।
त्यसैपछि हामी अन्तर पाठमा जाउँ है। भर्स 1 मा हामी यसरी म तपाईँहरूले गाएर सुनाउन चाहन्छु। चुलिदिन मुबा दुई दिन याङ्से प्रभु येशुदा विश्वासलाई, ओ चुलिदिन मुबा दुई दिन याङ्से प्रभु येशुदा विश्वासलाई, अशान्तिला रिमटिम क्लासी शान्तिला नाङस्याला लुङ्नालाई, अशान्तिला रिमटिम क्लासी शान्तिला नाङस्याला लुङ्नालाई। त्यसपछि ब्रिज पार्ट सानगुले जुजे आले त्यो अगाडि नै मैले भनिसकेको छु, त्यही प्रकारले तपाईँहरू जान सक्नुहुन्छ है। नम्बर 1 मा चुलिदिन मुभा दुई दिन याङ्से, त्यस पार्टमा जी मेजर नै तपाईँले खेल्न सक्नुहुन्छ। चुलिदिन मुभा दुई दिन याङ्से प्रभु, भू भन्दाखेरि एफमा प्रभु येशुदा विश्वासलाई, लाई भन्दाखेरि जी मेजरमै आइसक्नुपर्छ है। जस्तै तपाईँले ट्राई गर्नुहोस् त। चुलिदिन मुभा दुई दिन याङ्से प्रभु येशुदा विश्वासलाई, विश्वासलाई भन्नादेखि नै जी मेजर खेलिसक्नुपर्छ है। अनि अशान्तिला रिमटिम क्लासी शान्तिला नाङस्याला लुङ्नालाई, विशेष गरी यो पर्समा चाहिँ अन्तर पाठमा चाहिँ तपाईँको जी मेजर र एफ मेजर मात्र कर्ड खेलिराखेको छ यहाँनिर है, कर्ड लागिराखेको छ, तपाईँले त्यही गर्न सक्नुहुन्छ। अशान्तिला रिमटिम क्लासी शान्तिला नाङस्याला लुङ्नालाई है। अशान्तिला रिमटिम क्लासीमा जी नै खेलिराख्नुहोस्। अशान्तिला रिमटिम क्लासी शान्तिला भन्दाखेरि एफमा जानुहोस्। शान्तिला नाङस्याला लुङ्नालाई, लुङ्नालाई भन्दाखेरि फेरि जीमै आउनुहोस्, लुङ्नालाई। त्यसपछि ब्रिज पार्ट सानगोले जे आले मैले अगाडि नै भनिसकेको छ है। तपाईँहरूले यो गीतमा चाहिँ यस्तै हो। अब अन्तरा 2 मा पनि त्यही सेम, अन्तरा 1 को जस्तरी नै सेम नै जानु होला। यसरी नै तपाईँले सिक्नुहोस्। अनि विशेष गरी यही हो, जी मेजर, एफ मेजर, डी माइनर तपाईँहरूले अनि सिक्न सक्नुहुन्छ। अनि अथवा यो गीतलाई सिकेर अनि तपाईँको आफ्नो मण्डलीमा पनि तपाईँले सिकाउन सक्नुहुन्छ। अनि यो गीतबाट परमेश्वरलाई महिमा तपाईँले गर्नुहोस्। तपाईँले पनि तपाईँ एकदमै आशिषित बन्न सक्नुहुन्छ यो गीतबाट। म आशा गर्छु तपाईँहरूले एकदमै मलाई सपोर्ट गर्नुहुनेछ। अनि आउने दिनहरूमा पनि म अरू गीतहरूको यसरी नै गिटार ट्युटोरियल तपाईँहरूको सामु ल्याउन चाहन्छु। अनि तपाईँहरूले यो भिडियोलाई एकदमै सेयर, लाइक, कमेन्ट अनि हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। हस्त, जय मसिह।